नहीं लाग्दो भने साइड था भने नलाग भने खेल्ने भने खेल्दै किन त खेल्न मेरो मन लाग्यो खेल्दै किन अघि खेल्ने भने मजा गरी भने मलाई के त बोल्नु किन खेल्ने मजा गरेको खेल्ने लड्का बच्चे नटस न ओला न धेरै Hey guys, welcome back to my new vlog. So guys, कसा छ निकै छ दिदी निकै छ सुत हाय उही पुग्यो उयो खाली So guys, अहिले हामी सब्जी किनेबाट जान लागेको छ यो सब्जी के किनेको छ गोपी हरियो सब्जी पऱ्यो भिन्डी प्याज टमाटर अनि दिदी कहाँबाट आइन् ब्युटी पार्लरबाट ब्युटी पार्लरमा गाइज एकदम स्किल हातमा स्किल सिक्न जान लाग्यो अनि गाइज आज मैले बिहान ब्लग स्टार्ट गरेन किन गरेन भाइ आज हामी किन गरेन किनकि गाइस आज फ्लिप द बोतल यानी कि बोतल खड़ा करने जन्ने खड़ा करो च्याट्टा हान्ने हो खेल्ने कि नहीं यस गाइज आज यस्तोरी मोटुलाई हान्छ यस्तोरी हान्न छ कि मोटुलाई मोटो रुन्छ गाइज हेर गाइस मैले त कहिले मार पनि खाएको छैन मलाई त बिस्तारै हाल्ने नि मोटो कुटाइ पाउने हो गाइज सबभन्दा झिक्क त म फ्लिप द बोतलमा जित्छु छु यही भाइ गानी चढाउँ हान्ने रोक हेर्ला नि त खेल्ने है गाइस ये बच्चों का खेल है बच्चों का खेलना है हम जैसे बड़े लोगों का नहीं है गाइज मोटुका पट्टै हान्नु छु म अनि अहिले घर जान लागेको छ अनि दिदी यो पनि जान लागेको छ अनि म पनि जान लागेको छु गएर घर खेल्नु पर्ने फ्लिप द बोतल खडा गर्ने गाइज हामीले सब्जी ल्याएका छौँ टमाटर प्याज गोपी भिन्डी ल्याएका छौँ होइन फुपूले हामीलाई पठाएको 1000 रुपियाँ दिबाट होइन 1000 रुपियाँ उसले हराइदियो भने एउटा भुलक बनाउने होइन भाजी लुगाइदिन्छ हामी बाहिरी अनि भित्र गएर एउटा फुपूसँग प्र्याङ गर्दा यो सब भाइ तयारी छ कि नै तुले हरा मतलब कि दादाले मलाई दियो होइन मलाई किन्ने भने होइन गाइज प्र्याङ्क भेला फुपू बाहिरी छन् हुँदैन परे फुपू गाइज अहिले सब्जी लुगाइदियो माने पैसा हरायो भने एउटा फुपूसँग प्र्याङ्क गरोस् या फुपू यहीँ किन्छन् हामीले यहीँ लुगाइदियो सुचेका चिया अलि फुपूलाई बहु सुचेका हो नहीं आज पूरा एकदम ताजा खाना खानु पऱ्यो होइन गाइज प्र्याङ्क फेल गाइज सो प्र्याङ्क गर्नु मानेको फुपू छ नि तपाईँ गर्न भएन अब सिधा फ्लिप द बोतलको गेम हुन्छ आज मोटो प्र्याङ्क फेल ओ बहुत गर्मी छ गाइज बहुत गर्मी आज हामी फ्लिप द बोतल खेल्ने आला छु प्र्याङ्क त भने प्र्याङ्क भिडियो होइन मोटो अघि खेल्ने भने कि नत्र हान्ने भने कि खेल्ने भने कि नै खेल्ने भने लाइट चालू गर अघि खेल्ने भने कि खेल्ने कि नै अगर नहीं खेल्दा तलाम जसले जित्योलाई पैसा छ जसले जित्योलाई 50 रुपियाँ छ नि त मेरो जिते ए मोटो खेल्यो भने के भने तेरो दिललाई अझै खान सक्दैन खेल्दै किन है अन्त हान्दे त यसलाई अन्त खेल्दै किन पुऱ्याइदियो खेल्दै किन अघि खेल्ने भने किन तँ क्या फिक्स छ खेल्ने छु अझै मैले बिहान ब्लग स्टार्ट गर्नु छु त खेल्यो किन जुट्नु बोल अघि केलाई भने खेल्दै किन त खेल्दै किन अझै मैले भ्लग स्टार्ट गर्नु सब यो 10 साट हान्नु थियो होइन नै खेल्ने भन्नु लाग्यो अघि 10 साट हान्नु थियो नाटक नहराइ अघि खेल्ने भने मजा गरी भनेको मलाई के त बोल्नु खेल्ने मजा गरेको खेल्ने लड्का बच्चे नटस न मेरो हात यो मड्क्याएको हुनाले अहिले यस्तै भन्ने चाहिँ पच्चा तेरो नाम चाहिदिन्छ देखो गाइस ऐसे मारते हो मेरे से पंगा मत हान्नु मुड लागेको छ दुईतम छ डर भन्नु नाटक त छ ए के भनी हो के भनी तुमी सब पड्क्यो ए मु पछि गाल दिएर तेरा ब्लॉग में उल्टा न गाल दिया चाहिँ हैन तमरे बिल्ला हुने हो साच्ची के गर्छ के अब तुमी विश्वास नहीं लाग्दो भने साइड था भने नलाग भने प्लिज ट्राई भिडियोमा देखाउने हो म मोबाइल हालेर धेरै मोबाइलमा देखाउने हो के चाहिएको पछि म नगर भनेर नलाग भने दूर र भाइ दूर ये ट्राई आते म यसले हान्न साच्ची सब नाटक नगर गीत चाहिँ जना ए भुपो उसले यो लड्न लान भुपो परे रेसमा दिले पुटिएल्यो
ए भाइ धेरै नबोला है फेरि अब गाई चाहिँ होइन फ्लिप द बोतल खेल्ने पनि होइन बिहानदेखि हामी अर्को कन्टेन्ट भाइ हामीले अर्को कन्टेन्ट सोचेको थियौँ कि नै खतरा कन्टेन्ट बनाउन सोचेको होइन अनि मोटुले चाहिँ नुहाइ बनाउने भने क्या हामी मोटुको लागि ब्युटी पार्लर गयो ब्युटी पार्लरबाट ल्याएर आयो के आउने छैन कल किन उठाउनु लाग्छ बोयफ्रेन्डसँग बिजी छ बोयफ्रेन्ड दिदी तिम्रो बोयफ्रेन्डको नाम भन्न लाज भनिदियो उसलाई भनेको छैन मलाई मात्र भनेको छ नि त ल भन को सिक्रेट सिक्रेट क्या सोची तैँले दिदीलाई क्या सोची बोयफ्रेन्ड सोची बोयफ्रेन्ड सोची बोयफ्रेन्ड के भिडियो हेर्नु म सिरियसमा हान्दिनँ दाइ हान्दै तेरो टक्ला गाइस मैं बोलती हूँ ज़्यादा फनी थोड़ा सा बट इसका मतलब नहीं है कि मेरा बॉयफ्रेंड है मैं बहुत ही सीधी सादी सी लड़की हूँ गाइस मुझे ये सब पसंद नहीं अनि एक कुरा भन दिदी मैले क्या भनेको दिदी हान्ने छैन ल हामी हान्न केटीहरू नाटक कति छ हाने चाहिँ होइन बहिनीहरू घरकै के हान्यो भने गर्ने छैन किन सब यिनका नाटक हुन् कि नै मोबाइल मात्र हेर्ने छन् ब्युटी पार्लर जाने छन् अरू काम धन्दा त केही छैन हातमा स्किल बनाओ घरै पनि आइब्रो बनाऊ क्या उत्सवका ए भाइ तँ लड्की सब्सक्राइबरहरूका बनाइदिन्छु फ्रीमा को तुला हुन्छ ए दिदीको एउटा दिदी मेरा सब्सक्राइबर केटीहरू छन् नि हो तिनको आइब्रो बनाइदिने फ्रीमा अस्ति 2 फोटो हालिदिने थम्बनेलमा तिनको गाइस 100K पुगाइदियो गाइस क्या फ्रीमा थ्रेडिङ फ्रीमा तिमीहरुका केटा भएपछि तिमीहरुको 100K ब्राइडल मेकअप फ्रीमा गाइस फलो एन्ड सब्स्क्राइब लाइक फलो सब कुछ गाइस 100K पुगाइदिनु अनि म तिमी केटा भएपछि केटा मान्छेको बुढीहरुको मतलब वाइफहरुको फ्रीमा ब्राइडल मेकअप अनि केटी भएपछि त झन् यसको ब्युटी पार्लर छ त म कुरा सोधो एन्सर भनिया भने फिल्म त बता किन गेलिन ओ मेरा हात नसो भएको हुनाले हो बहुत गाइस भाइ बहिनीको फाइट हुन्छ न तम सोनियासँग त गाइस अगर मैले यति हाने न सोनिया मलाई यसरी कसरी हाने दिदी तुले हान भने मैले तुले हान भने ए भाइ हेर लाग्थे दही फुटा अगर तैँले मोबाइलमा हाने सोध कि रोहन कसो हो उही मारिहाल्यो क्या भयो रुयो यसले हान्ने त मलाई ए अझ हान्ने सरी उठ बस्छ दिदी तम्रो भाइ धेरै बोल्न त तमाम मान्यो भाइ ज्यादा नाटक नगर है डर भन्नु दिदीको हान्ने यो भिडियोमा 500 भ्यू आए चाहिँ म फिक्स हानि जस्तो ल अहिले आउँछ 500 भ्यू गाइजले मलाई भनिहाल्यो म लाइभमा आएर हान्छु अगर यही भिडियोमा 500 भ्यू जान्छ हान्दिने होइन अर्का भिडियोमा ल भोलि नै यो भिडियो जहिले जान्छ न त्यही दिन अगर 500 भ्यू आयो 24 घन्टामा अनि सिधा गाइज होइन यो दिदीलाई यस्तरी हान्ने भन्नु लाग्छ होइन हो जसरी देखाउनु लाग्छ त्यसरी हान्ने हो तर गाइज यही भिडियोमा 500 भ्यू जान्छ होइन 500 पेज लङ भिडियोमा युट्युबमा यसले चाहिँ दिदीलाई हान्ने भनेको छ अनि त्यो भिडियोमा पुरा देखाउने छ अगर त्यसले यो च्यानल कम्प्लिट गरेन अनि यसलाईमा हान्ने छ है कम्प्लिट च्यालेन्ज एक्सेप्ट ल गाइज यसले एक्सेप्ट गरिसकेको छ है आज फिलिप द बोतल नखेल्ने भने होइन मोटुले मत करना क्योंकि मैं आपसे नाराज हो जाऊंगी 500 भी ज्यादा आएगा कि ये लोग मुझे मारे वैसे तो इनमें दम ही नहीं है कि वो मुझे मारे मत करना गाइस घर पे चल चूती आदमी गाइस इसमें बहुत दम है लेकिन ये चल भाई गाइस ये बाहर में आया है ना सब्जी देखने लगा यो क्या को सब्जी अंडी फर्सी को नहीं खान्छन् फर्सी का पात गाइस अंडी नदेखा होला भिडियोमा देखिन क्या सब लाज भन्दा क्या भाउडर भन्दा
ये गाइज ये आन्टीले लगाएका फुल हेर किन्ने बेची आया आन्टी बेच्ने छन् बहुत प्यारा प्यारा छन् पर कपडा नि भित्तामा मेगा फुपरे कपडा लिने भइन् यहाँ छन् यो यहाँ हेर फुल लगाएका छन् यो कसामा नि त गाइज यो हजेल पनि लगाएको छ किन्ने आया मजा गरेको गाइज आफ्नै लागि खानेका लागि हो बेच्नेका लागि होइन ठिकै फुपू खानेका लागि हो त है है गाइज यही फुलको नाम कमेन्टमा भन मलाई त केही थाहा नै यही फुलको नाम पनि थाहा छैन यही फुलको नाम पनि थाहा छैन केही फुलको मैले फुल लगाएको नै हो फुपू सबै यिनीहरू फुल देखेका छु यार नाम मात्र छ यो त घिउ कुमारी हो के हो घिउ कुमारी हो न ए होइन घिउ कुमारी होइन घिउ कुमारी हो अरू फुल त छैनन् रे गाइस खाना खाँदै परे डिनरमा यहाँ हरियो सब्जी छ अरे भात खाँदो छ सब अनि दिदी पनि खाने भइन् दिदी त पनि भात खाने क्या फुपरे म रोटी खान्छु यहाँ हरियो सब्जी छ बहुत प्यारो अहिले हेर न लाइटिङ गरेर कति प्यारो छ परे दिदी भात खाने थोड़े हाले चाहिँ बस हो गया गाइस मेरी मामी रोटी खाते इसलिए अपने बच्चे को भी रोटी खाना सिखाया गाइस और आपको गुस्सा आता है मेरे को रोटी डालने में ना नहीं है ना ऐसा तो मत बोल यार नहीं आता मेरे को त गाइस खाँदा यहाँ राम्रो सब्जी बनाएको छ रोटी पनि यहाँ छ नि जति खान्छु परे फुपूले बनाएको नि दिदीले त केही काम पनि गरेन आज देख्यौ भन्यो ए ठिक छ जसले बना पनि खानु त खाँदा भयो अब खाना खाएबाट डिनर गरेर हामी चुप लागे त गाइस डिनर कति खाँछु त गाइस डिनर गरेले अझ सिधा आफ्नो रुममा आइग्या उता आजको भिडियो कस्तो लाग्छ राम्रो लागि लाइक गरिदिए होइन परे हाम्रो भाइ अहिले किताब पढ्न लाग्छ अब म नि किताब पढ्दै भएन किनकि 11 पढ्नु छ अलिअलि हल्का लेख्नु पर्छ क्या होमवर्क दिएको छ होमवर्क तर यहाँ फेयर गर्नुपर्ने हो त गाइस आजको भिडियो कस्तो लाग्यो राम्रो लागेछ लाइक कमेन्ट गरिदिए च्यानलमा नयाँ चाहिँ सब्सक्राइब हानिदिए आफ्नै भेज या आफ्नै नेपाली भेज सब्सक्राइब हानिदिए त गाइस हामी नेक्स्ट भिडियोमा मिल्ला बाई बाई